ल साथीहरु मैले आज यो दराजबाट एउटा सामान मगाएको छु के सामान रहेछ हैन एउटा चाहिँ सामान 11 अफरको लागि चाहिँ मैले सामान लिएर आएको छु अनबक्सिङ गरौ छिटो अनबक्सिङ गरौ साथीहरु ल हेरौ मेरो फर्स्ट टाइम हो यो मगाएको कस्तो रहन्छ एक्सपीरियन्स दराजको 11 अफरमा है त ल हेर्नु छ यसको यो बेल चाहिँ यो ब्याट बिल रहेको रहेछ यो चाहिँ एबिएस पावर हाउस सल्युसन भन्नेले यो त मेरो नाममा आएको छ यो चाहिँ अनलाइनको बुकिङ के अर्डरको चाहिँ स्लिप हो है त यो डकुमेन्ट यता राखौ अब हाम्रो मेन यतिर राखौ है त ल हाम्रो यस्तो छ है त यो हो भिडियो मेकिङ किट है त साथीहरु यसको मोडल नम्बर छ AY49 RGB भनेको यो चाहिँ RGB लाइट सँगको चाहिँ भिडियो मेकिङ किट भनेर भनेको छ यसमा चाहिँ एउटा माइक्रोफोन देखाएको छ अनि RGB लाइट देखाएको छ अनि मोबाइल फोन होल्डर र ट्राइपोड स्ट्यान्ड है त साथीहरु अनि सँगसँगै यो माइक्रोफोनमा चाहिँ रेकर्डको लागि चाहिँ माइक केबल पनि दिएको दिने भनेर भनेको छ माइक्रो केबल भनेर देखाएको छ यहाँ र अर्को चाहिँ रिमोट कन्ट्रोलर भनेर चाहिँ देखाएको छ ल है त अब यसको चाहिँ RGB लाइट वार्म लाइट र व्हाइट लाइट गरी दुईटा अब हाम्रो चाहिँ जनरली लाइट चाहिँ के भनेको RGB लाइट एउटा वार्म लाइट र व्हाइट लाइट गरी तीनवटा भेरिएसनको चाहिँ लाइटहरु पाउँदो रहेछ है त सायद हामी है त अब लागौ नेक्स्ट अब हामी अनबक्सिङ गरौ ल है त ल साथीहरु यहाँ आएको चाहिँ मेटेरियलहरु यति छ है त अब यहाँ मात्रै कहाँदेखि सुरु गरौँ भन्दा पहिला लाइटै हेरौँ न साथीहरु कस्तो छ त RGB लाइट भनेको छ है अब RGB लाइट प्लास्टिक निकालौँ है अब यहाँ चाहिँ पकेट RGB क्याम भनेर लेखेको छ यहाँ पनि देखियो होला है पकेट RGB क्याम भनेर अनि एउटा चाहिँ पावर बटन एउटा चाहिँ R लेखेको RGB बटन होला यस भनेको स्ट्यान्डर्ड मोड र चाहिँ ब्राइटनेस इन्क्रिज गर्नको लागि प्लस र डिक्रिज गर्नको लागि माइनस दिएको छ है त यस्तो छ है त क्वालिटी प्लास्टिक मेटेरियल छ अगाडि नै प्लास्टिक छ यस डिसेन्ट क्वालिटीको मेटेरियल छ प्लास्टिकको युज गरे पनि है हल्का यहाँनिर चाहिँ यो ग्रिप गर्नको लागि चाहिँ घुमाउने क्लिपहरु दिएको हुँदो रहेछ है त ल अब यो लाइटलाई खोलाउँदा साथीहरु कस्तो बोल्दो रहेछ ल यहाँको सामानहरुलाई पनि टक्क पुग्ने डिसेन्ट लाइट दिँदो रहेछ त्यति ब्राइटनेस भने पुरै ब्राइटनेस त छैन जस नजिकबाट सुटिङ गर्नको लागि टिकटकमा लाइट वालेर लाइभ बस्नको लागि चाहिँ बेस्ट हुन्छ है ल यो लाइट चाहिँ यतिको बोल्दो रहेछ यो भनेको चाहिँ स्ट्यान्डर्ड लाइट भयो यसको चाहिँ अब अर्को मोड चेन्ज गरौँ यस्तो यो रहेछ यो झिलझिलेवाला रहेछ यो अर्को मोड भयो यो व्हाइट मोड यो चाहिँ झिलझिलेमा वार्म मोडलाई स्ट्यान्डर्ड ल यो व्हाइट मोड है त साथीहरु यो व्हाइट मोड ब्राइटनेस चाहिँ ठिकै डिसेन्टै छ मैले चाहिँ लगभग यहाँ माथि हाफ मिटरबाट फोकस गरिरहेको छु तलपट्टि लाइट यतिको दिँदो रहेछ यो भनेको फुल ब्राइटनेसमा रहेछ साथीहरु यो यतिको फुल ब्राइटनेस है यसको चाहिँ लोएस्ट ब्राइटनेस एकदम कम गर्दा चाहिँ यतिसम्म चाहिँ हुँदो रहेछ है यस्तो देखिँदो रहेछ है एकदम लो ब्राइटनेसमा चाहिँ है त अनि अर्को चाहिँ यसको अब RGB चेक गरौँ है त ल यो रेड लाइट भयो रातो देखियो होला रेड लाइट अनि अर्को यो येल्लो है येल्लो लाइट यहाँ स्क्रिनमा हातमा पनि देख्न सक्नुहुन्छ येल्लो लाइट हो जनरली चाहिँ यहाँ रातो जस्तो देखिँदो पनि रहेछ यो चाहिँ ग्रीन लाइट है ग्रीन लाइट चाहिँ यहाँ क्यामेरामा कस्तो आएको छ क्वालिटी एडजस्ट गर्न अनुरोध गरेँ मैले अर्को छ ब्लू लाइट है यो ब्लू लाइटको चाहिँ फुल ब्राइटनेस छैन है साथीहरु मैले RGB को फुल ब्राइटनेसमा गराएको छैन तर चाहिँ अब म गराएँ त फुल ब्राइटनेस यस्तै छ जस्तो छ हो यसको डिम रहेछ अघि भनेको फुल ब्राइटनेस है त हो अनि अर्को मोड ब्लू लाइट ल यो चाहिँ रेड है त रेड भन्दा पनि यो पिङ्क भनौँ है रोज कलरको पिङ्क लाइट छ यस्तो देखिँदो रहेछ अर्को भनेको येल्लो अब चाहिँ यो झिलझिलेवाला मोड भयो सबै कलर अघि आउने कलरको झिलझिले मोड है त यो सबैको भयो अब चाहिँ यहाँ अटोमेटिकली चेन्जेबल RGB लाइट बल्ल सुरु भयो है त साथीहरु यो बाले भने अटोमेटिकली ब्लू ग्रीन रेड येल्लो पिङ्क सबै अटोमेटिकली चेन्ज हुन्छ है त साथीहरु यहाँ मेरो हातमा चेन्ज भएको पनि देख्न सक्नुहुन्छ यो कलर है त यो यस्तो छ है त ल यो चाहिँ लाइटको बारेमा भयो भिडियो फेरि सबै हेर्दा चाहिँ लामो हुन्छ है त मैले यसलाई चाहिँ हेरेको थिएँ डिसेन्ट लाइट दिन्छ नजिकबाट चाहिँ भिडियोहरु हल्का टिकटक लाइभ यसो छोटो सुटिङ गर्नको लागि चाहिँ ठिकै छ है त यो प्राइस रेन्ज हुन्छ ठिकै छ ल अब यहाँ भएको लाइटको हामीले हेरिसक्यौँ है लाइट यहाँनिर छ लाइटलाई चाहिँ यहीँ राखौँ अब त्यसपछि हामी माइक्रोफोनतिर लागौँ है त माइक्रोफोन यो चाहिँ माइक स्टाइलमा जस्तो छ यो है त अलि लाइट कम पऱ्यो होला साथीहरु तर पनि मैले अनुरोध गरेँ है त यो लाइट भयो अब चाहिँ हामी ल यसले चाहिँ यहाँ ल यो चाहिँ हाम्रो माइक भयो माइकको चाहिँ यहाँ ज्याकको लागि चाहिँ एउटा पल्लोको रहेछ यो चाहिँ ग्रिप भइहाल्यो अनि अर्को हाम्रो यो लाइट चार्जरको लागि चाहिँ केबल है साथीहरु लाइट चार्जको लागि केबल रहेछ यो है
अनि अर्को छ यो माइक भइहाल्यो। अर्को यो माइक अक्स केबलवाला अक्स चाहिँ होइन जस माइक रेकर्डिङ माइक केबल यस्तो छ साथीहरू। अनि अर्को यहाँ छ रिमोट है त, यो चाहिँ रिमोट हो। यो चाहिँ सटर रिमोट भनेर लेखेको छ है। यो चाहिँ रिमोट हो। यसमा चाहिँ ब्याट्री हालेर चाहिँ जनरली ब्याट्री हालेर चाहिँ अन गर्ने ब्लुटुथवाला रहेछ। अर्को भनेको यो मोबाइल होल्डर है साथीहरू, मोबाइल होल्डर है। यो चाहिँ मोबाइल फोनको चाहिँ हाल्ने होल्डर। अनि अर्को लास्टमा छ हाम्रो यो चाहिँ ट्राइपोड स्ट्यान्ड है त साथीहरू। यो ट्राइपोड स्ट्यान्ड यस्तो छ। यसलाई यहाँ बिचमा प्रेस गरेर यस्तो घुम्दो रहेछ। जस ट्राइपोड चाहिँ त्यति एकदम हार्ड प्लास्टिक चाहिँ छैन, जनरली नर्मल प्लास्टिकबाट चाहिँ बनाएको छ। जस होल्ड गर्न सजिलो छ। खसी अलिक माथिबाट खस्यो भने ड्यामेज हुने सम्भावना चाहिँ छ नै, तर केयर अनुसार गऱ्यो भने केही नहोला जस्तै छ। अब म फिटिङ गरेँ है त साथीहरू। म फिटिङ गरेर यसको पुरै सेटअप देखाएँ तपाईँहरूलाई। त्यसपछि यो मोबाइल फोन है त साथीहरू। मेरो मोबाइल यस्तै छ। अब यो मोबाइल चाहिँ मैले यहाँ हालेँ है त। भन्दा यताबाट हालौँ। मोबाइल चाहिँ टक्क यसो गरेर यसलाई चाहिँ एडजस्ट गर्न मिल्यो है त। यो अलिक यता ढल्किरहेको छ, यसलाई यता प्रेस गऱ्यो अनि पछाडि ढल्काएँ। यसरी 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 राखे पनि भयो कि यसरी तलसम्म जान्छ। अब आफू ठाडो पार्ने हो भने यसरी हेर्न मिल्यो है त। यो मोबाइल फोन भयो। अब यसमा मैले चाहिँ यो लाइट फिट गरेँ साथीहरू है। ल मैले लाइट पनि फिट गर्दैछु यो मोबाइल फोनसँग। यहाँ चाहिँ देखिन्छ कि नै, म यसरी देखाएँ। त्यो क्लिप गर्ने यसरी। यहाँनिर यो रिङ छ, यसलाई यसो घुमाएपछि यो क्लिप भइहाल्छ। त्यति धेरै गर्नु परेन है त। यहाँ लाइट बलिरहेको छ। अब यो माइक है त। यो माइक चाहिँ यो लाइटको टपमा माथिपट्टि चाहिँ होल्डर एउटा यस्तो खालको दिएको छ। यसमा चाहिँ यो क्लिप हालेँ अनि यसलाई यसरी फिट गरेँ। ल यो भयो। अनि यसमा चाहिँ अझ अर्को एउटा सेटअप यो रेकर्डिङ केबल है त साथीहरू। रेकर्डिङ केबल चाहिँ यहाँ यो चाहिँ यस्तो घुमेको चाहिँ माइकतिर है, माइकको पछाडिपट्टि हाल्ने। अनि यताको चाहिँ अर्को चाहिँ मोबाइलमा चाहिँ यो 3mm ज्याक हो साथीहरू। अब अहिले चाहिँ टाइप-सी लाउने फोनहरूमा चाहिँ यो मिल्दैन, त्यसको लागि चाहिँ TRRS केबल किनेर चाहिँ यो चाहिँ स्प्लिट गरेर चाहिँ युज गर्न पनि मिल्छ। ल अब यो जोडेर यसको माइकको चाहिँ क्वालिटी चेक गरौँ है त, कतिको क्लियर साउन्ड आउँछ। ल मेरो मोबाइलमा मैले क्यामेरा पनि अन गरेको छु साथीहरू है। यसलाई चाहिँ क्यामेरा मोड चेन्ज गरौँ। ल यसलाई चाहिँ यस्तो भयो साथीहरू। यसको टोटल सेटअप यस्तो भयो। ल यस्तो छ। यताबाट यो फोन होल्डर माइक र यसलाई चाहिँ हामी यसरी चाहिँ युज गर्न सक्यो है त। यसरी युज गर्न सक्यो है त। यो चाहिँ ब्याक सुटिङको लागि है, फ्रन्ट सुटिङको लागि चाहिँ लाइटले अगाडि फर्काएर पनि गर्न सकिन्छ। अब मैले रेकर्ड सुरु गर्दैछु है त साथीहरू। भिडियो मोड यो मोबाइलको भिडियो मोड। हेलो साथीहरू, आज मेरो चाहिँ यो अनबक्सिङको लागि माइक टेस्ट गर्दैछु। ल कस्तो आउँदो रहेछ, म यहाँ बोलिरहेको छु हातमा छोपेर, कस्तो आउँदो रहेछ सुनौ है त साथीहरू। ल है त। ल हेलो हेलो, स्वागत छ सबैजनालाई। लाइक सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सनु होला। कस्तो लाग्यो कमेन्ट पनि गर्न नबिर्सनु होला भन्न चाहे। कस्तो आउँछ म यसको ज्याक खोलेर चाहिँ भिडियो प्ले गरेर बजाएँ है त। ल यहाँ भिडियो पनि देख्न सक्नुहुन्छ। हेलो हेलो गाइस साथीहरू, आज मेरो चाहिँ यो अनबक्सिङको लागि माइक टेस्ट गर्दैछु। ल कस्तो आउँदो रहेछ, म यहाँ बोलिरहेको छु हातमा छोपेर, कस्तो आउँदो रहेछ सुनौ है त साथीहरू है त। ल हेलो हेलो, स्वागत छ सबैजनालाई। लाइक सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सनु होला। कस्तो लाग्यो कमेन्ट पनि गर्न नबिर्सनु होला भन्न चाहे है त। ल यो गाई यति हो। यसको चाहिँ साउन्ड चाहिँ अलि एकदम कम चाहिँ आउँदो रहेछ, मिडियम साउन्ड चाहिँ आउँदो रहेछ। फुल पेजमा चाहिँ क्लियर चाहिँ टाटो साउन्ड चाहिँ आउँदैन। जस माइकले चाहिँ नोइज क्यान्सलेसन पनि अटोमेटिकली गर्दो रहेछ यो माइकवाला। यस्तोवाला माइक भएको भएर होला है। यो चाहिँ अब अहिलेको 11 अफरमा मगाएको। ल यस्तो छ है त साथीहरू। ल अहिले मैले राख्दै है त। ल बाई, बाँकी रिभ्यू गर्दै जाउँला है त।